बाबा मलाई पनि एउटा बाइक चाहियो। सबै साथीहरूको आफ्नै बाइक छ, मेरो मात्रै बाइक छैन। सबै साथीहरू कलेजमा के भन्दै गिजाउँछ। मलाई पनि एउटा जसरी हुन्छ बाइक किनिदिनु पर्यो, नत्र म त घर छोडेर हिँडिदिन्छु नि फेरि। होइन के भन्छस् है बाबु, तँलाई मैले सधैँ बसमा जाने खर्च दिएकै छु त। तँलाई फेरि अचानक बाइक चाहिँ किन चाहियो? तँलाई मैले आफ्नो जागिरबाट कटाएर स्कुलमा खाजा खाने, बसमा जाने भाडा दिएकै छु त छोरा। अब मेरो जागिरबाट त्यति नै आउँछ, साउले दिएको पैसाबाट घरको भाडा दिनु पर्ने, तेरो कलेजको फिस दिइरहेको छु। बाबा तपाईँ त सधैँ यस्तै भन्नुहुन्छ, एउटा छोराको लागि यति पनि गर्न सक्नुहुन्न? हिजोसम्म साउले मलाई गाली गरेर भन्दै थियो 7 दिनभित्रमा घरको भाडा तिरेन भने घरबाट निकालिदिन्छु भन्दैछ। अनि यस्तो अवस्थामा मैले कमाएको 2 पैसाले बिहान बेलुकाको घर थाक टार्न पनि गाह्रो भइरहेको छ। अनि त बाइक चाहियो भन्छ छोरा। खोइ तैँले कमाउलास्, अनि ठुलो घर बनाउलास्, अनि सुखमा बाबाआमालाई राखेर पाल्लास् भन्ने आशैमा रहने भयो छोरा। मान्छेले आफ्नो कलम अनुसारको खुट्टा चम्काउनु छोरा। तैँले ठुलो सपना देख्नु त्यो तेरो गल्ती होइन, बाइक किन्छु भन्नु त्यो गल्ती होइन, तर समयअनुसार चल्नुपर्छ छोरा। हाम्रो घरको स्थिति यस्तो छ, तैँले नै कमाएर अब तैँ होस् हाम्रो घरको यस्तो आश। फेरि हामी बुढी चाहिँ औषधि नखाइ हुँदैन, उसलाई सुतिरहेको दिनरात उसलाई हेर्नुपर्छ, म दिउँसो काममा जानुपर्छ। अनि तैँले यति बेला यस्तो अवस्थामा आएर बाइक चाहियो भन्दा मैले कहाँबाट ल्याएर दिउँ छोरा? तेरो साथीहरूसँग होला, बाइक होला, उनीहरूको घर परिवार डह्रो छ। अब तैँले हो हाम्रो घर परिवार डह्रो बनाउनु। अब हामीले त उहिलेको पालामा पढ्न जान्दैन, के हो पढाइ, के हो स्कुल, के हो कलेज, यस्तो त केही छैन। बासको खबटामा लेखेर यहाँसम्म अहिले आएर यस्तो दुःख पाइयो। तैँले भनिस् ठुलो स्कुलमा पढ्छु, राम्रो कपडा लगाउँछु बाबा भनिस्। तेरो कुरा काट्न नसकेर हामी घरबाट त्यत्रो जग्गा जमिन बेचेर सहरमा आएँ। त्यो बिरानो सहरमा न कसैको आश न कसैको विश्वास। महिना पुग्दैमा साउ भाडा मात्रै आएको छ। त्यति बेला फर्कीबाट पैसा निस्किन नसक्दा मुटु धरेर टार्नेको यो बकुला मात्रै थाहा छ। जब मान्छेको बोझी देखिन्छ नि तब मात्रै उसले आफ्नो पहिचान थाहा पाउँदो रहेछ। तब मात्रै मान्छेले उसलाई उसको हेर्ने दृष्टिकोण उसले कुन तरिकाले हेर्छ अनि थाहा पाउँदो रहेछ। अब तैँले गर्नेछ, तैँले गरेर देखाउनु पर्यो। दिनरात लुकेर बसेको, घरमा बसेको एउटा तैँले कलालाई बाहिर निकालेर देखाउनु पर्यो। जलमले फुटाउनु पर्यो तैँले। त्यसरी त अर्काको लैलेमा लाग्ने होइन। अरूले के गर्छ त्योतिर जाने होइन तैँले। अरूले त जे गर्छ, आज घोडा चढ्ला, पछि प्लेन हुँदा, आजलाई घोडा छैन भने त कुकुर चढेर हिँड्यो। तैँले आफै घोडा किनेर चढ्नु, तर त्यो स्थिति बनाउला त अरूको सिक्नु गरेर हुँदैन। आफूले नै सुरुदेखि हिँड्नु पर्यो। त्यही भएर एउटा कुरा सुन्छ, जिन्दगीमा कहिले अर्काले पछि नलाग्नु। अर्काले जे गर त्यो गर्छु भनेर आफूलाई कहिले पनि अट्याक्सन नगर्नु। यो आफ्नो जिन्दगी हो, यो मेरो जिन्दगी हो, म आफ्नै तरिकाले जिउँछु र म जे पनि गर्न चाहन्छु त्यो आफ्नो लागि गर्छु र सधैँ राम्रो गर्छु भनेर गाई नत्र हामी त यस्तै दुःख पाउनुपर्छ। काममा जानुपर्छ, साउले भन्छ त्यो काम गर, आफू आज बिरामी छ, औषधि खान पनि टाइम दिँदैन, त्यहाँ गएर बस, मलाई त्यहीँ आएर लिएर जान्छ। नाटक बनाए बाहना बनाएर बसेको हुन्छ। त्यो दिन देख्न नपरोस् भनेर तँलाई यत्रो खर्च गरेर दुःख गरेर पढाइरहेको छ। तँलाई यति बेला आएर बाइक चाहियो भनेर तँलाई गाह्रो घोडा छोरालाई गर्नेर स्कुल हिँडेर जान गाह्रो घोडा भनेर खुट्टामा यस्तो घाम चर्केको छ, पाहाडको मान्छे बानी छैनला भनेर त्यत्रो आफ्नो खर्चबाट खल्तीबाट आधी पैसा कटाएर तँलाई दिएको छु त। अनि पनि तँलाई बाइक चाहियो? आफ्नो कमाइबाट कुनै दिन 50%
5 रुपियाँ पनि तैँले खर्च गरेर दिनु त्यो दिन थाहा पाउँछस् न पैसाको महत्त्व कति हुन्छ। जिन्दगी लामो छ, तैँले सोचेको जस्तो छैन, तैँले देखेको जस्तो सपनाहरू छैन। जिन्दगी जिउनुपर्छ, कुनै दिन कठिनै आउँछ, कुनै दिन राम्रो दिन पनि आउँछ। राम्रो दिन आयो भने मान्छे उभिनु हुँदैन। त्यही भएर जब वफा निकला मैं ढूंढने को ज़माने में। हाम्रो बुढेसकालको सहारा भनेको अब तै नै होस्। अब तै छस् हाम्रो अन्तिम आशा भने जे गर्ने हो गर। तँलाई बाइक पनि किनिदिउँला म, आफ्नो यहाँ भएको जग्गा जमिन यहाँ भएको तेरो आमाको गरगहना भित्र राखेर पनि तेरो सपना पुरा गरिदिउँला। तर तेरो लागि भनेर हामी सबै त्याग्न तयार छौँ छोरा। तैँले कहिले गलत बाटो चाहिँ गर्दैन। धेरै लागि हामीले गरेको छ, यो जे गरेको छ हरेक कदम कदम, हरेक पाइला पाइला, हरेक रुपियाँ रुपियाँ त्यही गरेको त्यसको लागि जोडिरहेको छ। कुरा बुझिएछ। जिसके आने से मुकम्मल हो गई थी जिंदगी, दस्तके खुशियों ने दी थी, मिट गई थी हर कमी, क्यों बेवजह